फ्रेस खानुको लागि उयो चाहिँ छैन किनिबस्नुपर्छ भन्ने चाहिँ छैन है टिप्छु वाउ के दामी आम्बो वाउ ए यहाँ त ढुट्टो पारिहालेछ यो थर्केलाई त के गर्नुपर्ने हौ वो त्यहाँबाट पानी आएको ट्रेनमा आएको चिप्लो भयो उयो सरिफा पनि देखेको थियो त्यो थुप्रो छ हिजो 4-5 ऊ मुनिकोमा छ कि भाइ भाइ यो राख्नु न फर्के मार्नुपर्छ बोजू ए यसमा रहेछ यो लग्दैन दिदीलाई यात्रा 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 यहाँ खात्रा चाहिँ एकजना बस्छ है लोथर्केमा नसुताउनु लोथर्केले चाहिँ खाइसक्छ है ल लु गइरहनु ल सुई हान्नु बोजू सुई हान्नु जानेर म बोजू सुई हानेर आउँछ भाइलाई के ल्याइदिन्छ बोजूले के बढे आइसक्रिम बढे आइसक्रिम बढे छोजे के बिना चुक चुक बत्तै खानु ल आज म थर्के हेर्नु ल हुन्छ हो त्यसै चढ्नु हुँदैन त्यसै चढ्नु लु गएर आउनु है ल ल ल ल टाइम उयो हुन्छ बोजू चाहिँ अब आज कालिम्पोङ जानु भएको घुम्दैन हौ याद गरे नानीले भात माग्दा ठुलो याद ल छौ पैसा दिएको रे हौ मतीबाट झार्न अन्त बोजू जाँदैन अन्त मिठाई किनेर खानु फ्याँक दे न ऊ हातमै दिने खै म दिन्छु नि त यहाँले हेर ऊ मुसा लडाउँछ है आमा मिठाई खाने पैसा दियो है 5 लाख रुपियाँ कसले दिएको भाइ हो बोजूलाई बाई बाई भन्यो अन्त मिठाई ल्याइदिन्छु ल भन्नुहुँदैछ ऊ बोजूले मिठाई ल्याइदिन्छु ल भन्दैछ अन्त हुन्छ भन्न खै बोजूले मिठाई ल्याइदिन्छु ल भन्दैछ ऊ त खै आमै बेबी पो पाएछ हौ छोरीले त मम्मी उयो चाया भएर छ नि त बेबीलाई त नरुनु भन न बेबीलाई त्यसो गर्नु हुँदैन सुताउनु कहाँ सुतायो ओछ्यानमा सुताउने बेबीलाई ए खै कहाँ सुताउने हेर कसरी सुताउने उसको कुखुरा कहाँ सुताउने आपा चाहिँ कहाँ सुत्ने अन्त लु छिटो बेबी कुल्चिन्छ है उसको बेबी सुताएको रे ए ब्ल्याङ्केट पनि ओढाउने ए बेबीलाई ब्ल्याङ्केट पनि ओढाउँछ खै अन्त छोपियो त हौ खै त लु सुता तिमी अन्त म आपा अरे ल आपालाई खै म ओढाइदिन्छु सुता त पहिला बेबी र आपा लु ओढाउनु अन्त लु सुता बेबीलाई पनि सुताउँछ अरे ऊ पनि सुत्छ अरे भाइ चाहिँ को बेबीको बेबीको आपा ए ल ल ल बेबीलाई सुताएको लु
बाउ छोरा छु त्यो भाइको बिबी हो खै आपा चाहिँ ए बेबीको आपा सुत्दै गर्नु ल आमा मामा पकाउँछु ल बेबी भाइ सुत्नु है ल ए भाइको अन्डा पकाइदिनु ल कसले दिनुभएको छ अन्डा बेबीलाई पनि दिने ल भाइको अन्डा पकाइदिन्छु बेबीलाई पनि दिन्छु ल बुझ्यो आमा 2टा अन्डा दिएको छ नि भाइलाई नि ऊ पर छ हौ पर पो राखेको छु त हेर्नु ल यता छ भाइलाई बोजूले 2टा अन्डा दिएको छ ऊ मेरो अन्डा पकाउनु ल भन्दैछ बेबीलाई पनि दिन्छ उसको एउटा चाहिँ मैले यहाँ लगाइदिएको छु अघि बाउ छोरालाई ल यो पकाइदिनु ल सुताउँदै गर्नु ल बेबीलाई ओढाएन त ब्ल्याङ्केट ओढाइदेऊ यहाँनिर बेबी र छोरा सुत्दै गर्छ अरे म चाहिँ यहाँ अन्त बेबीको आपा हो ए आपा हो बेबी के भएछ सिँगान फुल्यो एकछिन अब हामी चाहिँ बिहानको धन्दा सकेर सब्जी बुटुल्नु गएको फिस पनि अस्ति ल्याए के भयो हाम्रो फिस त फिनिस भयो क्या उहाँ सारौँ होइन आज दिउँछु तपाईँ र म भएर सारौँ न अन्त बाछा त ठुलो माछाले त खान्छ अरे त आफैहरू त्यत्रो खर्च गरेर किनेर त्यस्तो भएन भएको पैसा जुटाएर यसरी ठुलो माछालाई खानु दिएर त के प्रगति भन्नु भाइ कत्रो कत्रो भएको नि ठुलोहरू पस्टेको देख्दा चाहिँ मलाई उनीहरूले खायो सकेछ नि त लोका यो गिटी लाँदा चाहिँ 1 नम्बर हुन्छ फुटेको गिटी भनेर चाहिँ सोझे आज त गिटिङ भयो लोट के खेलेको दाम्मीको खेलेको दाम्मीको जो माम खानु बोलाउँछ आमाले कलिलो रहेछ यस्तै चाहिँ मिठो हुन्छ सकि त हाल्छ न डाड्नुपर्छ बोजूले मासु बोजू घुमेर आइन्छ अन्डाको झोल बनाउँछु कता कता के गर्नु अन्त हामी दिउँसो यता हिजो खोलेन आपा यिनीहरूलाई गर्छु ल खोइ उम्लेन यहाँ दुध पनि तेल त उयसमा लगाऊँ खोल त थोरै चाहिँ पस्छ नि अन्डाको झोल लाउनु बाजे भातमा दादा बोटु खाइदिनु अन्डाको झोल त अझै खोइ माथिमै दिउँ दादा माथिमै दिउँ किनभने बर्खामा त अब उयो हुँदैन हौ कमी पर्दैन हौ एकछिन जाँगर चलाउनुपर्छ कि सब्जीमा चाहिँ दुःखै छैन त हाम्रो ठाउँमा चाहिँ आँखाकै खा कसरी लगाइदियो त्यो नि
सिलगढीमा पनि छ अरे छनु त कि नेपालमा चाहिँ 1 नम्बर छ अरे यो त तर चान्सेस चाहिँ के एकदमै कम्ती छोजे पन्दी उयो लाग्यो यहाँ बस सारै अटेरी भएको छ छोजे दिइहाल बैठल यहाँ बैठल ल अब चाहिँ खानापिना सबै भइसकेर पनि है आज चाहिँ धेरै दिन उग्रिएको छ नि त त्यही भएर यहाँनिर हेर्नुहोस् लुगा फाटा पनि धोइधाइ गरिसक्यो दादाले फुल मजाले फुलिरहेको छ यहाँनिर चाहिँ यो चाहिँ एकदम राम्रो मान्छ नि त फुललाई यहाँनिर पनि फुलिरहेको छ यहाँनिर चाहिँ एकदमै दामी कलर छन् यो कुखुरालाई त के गर्नुपर्ने है मैले चाहिँ यसलाई अड्काएको थिएँ कुखुराले चाहिँ फेरि लडाइदिएछ नि त म चाहिँ फुलहरू रोप्नु चाहिँ धेरै छ है काम यो अर्को कलरको पर्पल कलरको ल सेम उयो पिङ्क र येल्लो भएन यो अलिकति डिफ्रेन्ट छ यो चाहिँ कलर पनि यसको पत्ता पनि पुरा सरेछ नि त ऊ त अर्कै येल्लो पनि छ खोइ आमाको फोन म बोक्छु त म बोक्छु नि त्यहाँ अहिले दिन्छु नि पर काँटा चाहिँ ऊ बोक्दैन पक्र मलाई मजाले तपाईँ उँधो जाने होइन मजाले समात है चाहिँ यहीँ लाग्नु आँट्यो क्या हो मखमलीहरू पनि यत्रो यत्रो भइसकिसकेछ है हाम्रोमा चाहिँ पुरानै भयो अन्त यो चाहिँ एकदमै दामी कलरको फुल छ नि त यो चाहिँ म चाहिँ सार्ने मैले चाहिँ गोलगाई गरेर पनि यसरी फुल चाहिँ सबै रोपिसकिसकेँ है यहाँनिर यसरी चट्टा पढाइसम्म मजाले रोकिदिएँ है यो फुल चाहिँ एकदम दामी फुल छ नि त गिङगिङ भइसकिसक्यो म चाहिँ हातहरू फिलायो अब चाहिँ यहाँ माथि भनेको थियो नभ्याउने भएछ हामी पनि भइसकिसक्यो नि त अहिले चाहिँ 3:38 भइसकिसकेछ है यहाँनिर के छ मजाले गोडेछ तिमीले साँच्चै लु बाँधा रुङै लोथरको रुङै बेलुका पनि भयो पानीले कुट्ने रहेछ पानी कत्रो आयो पन्दी लु अब चाहिँ अलिक पानी पनि लाग्नुपर्छ अब घर दिनु छ जे मौरी काट्छ अरे आज बाजे आप्पाले ल हामी त गइ नहुने रहेछ क्या पानीले गर्दा बिस्तारै जाउँ ल त्यति पानी लगेर जानुपर्छ भन न बाजे आप्पाले मौरी काट्छ भाइ कसरी खाने मौरीको मह टप 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 कोकोलाई दिने सबैजनालाई ल ल लु फाइनली अब चाहिँ हामी जाने तम तयारी पनि भइसकिसक्यो उता फर्का त छोजेले पनि प्लास्टिक ओर्छ अरे पानी आएर चाहिँ छोजेलाई प्लास्टिक बनाइदिएको मलाई ठुलो प्लास्टिक यसो गरेर आमा पनि छ आमाले आउँथ्यो हामी दुईलाई चाहिँ के कस्तो देखिरहेछ नानी को दामी नाच्यो को दामी नाच्यो को नाच्यो खोइ त कुन चाहिँ दामी नाचेन अरे एकछिन है अर्ग्यानिक हनी पो रहेछ त त्यतै तानु त तानु वाउ साम्देन मिठो वाउ यस्तो खानु पाउँदैन है खबरै त्यस्तो आएको नि त भोलि बिहानदेखि यही हो गाउँघरको सुरत चाहिँ यही हो मौरीको चाखा खानु आउनु है दुईजना ओइ क्या दामी रहेछ यो त आप्पा आधा खान्छु समसिरिङ खान सुन भाउजू खान्छ अनमलु टेक 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 अनमलु अनमल खान्छ अरे सुन भाउजू खानु नि यता हेरेर राम्रो राम्रो भात चाहिँ को को चाहिँ खान्छ खान्छ जे एकछिन यो खाएर हटाइहाल्नु